नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई मन्त्रिता शर्मा ब्लग्स है। स्वागत छ मेरो भिडियोको नयाँ भिडियोमा है। आज म चाहिँ दिनदेखि भिडियो स्टार्ट गरिरहेको छु है। आज मेरो छुट्टी थियो। आज चाहिँ म चाहिँ नुहाइ गरेर चराचुरी गरेर चाहिँ नुहाइ गरिसकेको छु। आजदेखि एकदम समर लागि जस्तो चाहिँ मलाई फिल भइरहेछ, किनभने आज मैले चाहिँ समरको लुगा लगाइरहेको छु साथीहरू हो। आज मैले जामा बोलाएर छ त। अब एकदम गरम महिना बोलाएको छ हो, त्यही कारणले त्यही हो साथीहरू। अब चाहिँ म के गर्छु तपाईँलाई भने 7 दिनभरि छुट्टीमा चाहिँ म चाहिँ के गर्नुपर्छ भने तपाईँलाई देखाउनेछु। यसको लागि चाहिँ मेरो भिडियो चाहिँ तपाईँले हाम्रो पनि भोलिदेखि चाहिँ अब एकदम यो नेपाली ड्रेस लाउनु पर्ने हुन्छ। भोलिदेखि हाम्रो स्टार्ट। त्यस कारणले गर्दा अहिले म रेडी गरिरहेको छु साडीहरू सबै, किनभने भोलि अलिक ढिलो हतार हुन्छ नि त। अहिले बेलुका रेडी गऱ्यो भने चाहिँ भोलि सजिलो हुन्छ। हाम्रो पनि भोलिदेखि अब एकदम लाउनु पर्ने हुन्छ है साथीहरू। एकदम साडी लगाएर जानुपर्ने हुन्छ भोलिदेखि। अहिले रेडी गऱ्यो भने चाहिँ भोलिको लागि छिटो हुन्छ। अहिले टाइम कति भइसक्यो, 12 बज्न आँटिसक्यो। मैले खाना खाएको छुइनँ, अब खाना खान्छु, त्यहाँबाट एकछिन उतामा जान्छु साथीहरू। एकदम गरम पलाएछ अब चाहिँ गरम। साथीहरू म चाहिँ खाना खाँदैछु। खानामा चाहिँ हेलो साथीहरू, खाना खाएपछि सफा गर्नु पर्यो। म चाहिँ एकदम यहाँ बेसन हुनेछु। गर्मी छ मजाले खाना खाएर सुत्छ त्यहाँबाट। उसको स्याम्पो सबै छ भेट्नु। त्यसको बाद म पनि लाउँछु। यसरी नहुन्छ मैले ह्यान्डसम ब्युटिफुल हुँदैन, ब्युटिफुल हुँदैन। यति सन्चो मान्छ कि साबुन स्याम्पो लगाएर नुहाउँदा भरे पानी हालेर त्यसपछि उफ्रिन्छ। हेलो साथीहरू, म चाहिँ घाम तापेको म निन्द्रा लागिसक्यो। म सुत्नु पऱ्यो, त्यही बेसी निन्द्रा जब पारे कि सुत्नु पऱ्यो। खाना खायो, कामसाम गरियो, अब चाहिँ स्लिपिङ टाइम। साथीहरू, तपाईँलाई आजको भिडियो के कस्तो लाग्यो हो, यस्तो भिडियो म लिएर आउने कोसिस गर्नेछु है। अझ म चाहिँ माथि छु। मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनु होला हो। अब नेक्स्ट भिडियोमा भेट्नेछु। त्यति नसक्यो कि बिदा दिनुहोस्। बाई बाई।